विशेष गरिकन मानव बेचबिखनको कार्यक्रममा उपस्थित हुनु पाएकोमा हामीलाई गौरव लागेको छ। किनभनेदेखि यो काम हामीले धेरै अगाडिदेखि नै गर्दै आएको काम हो। मानव बेचबिखन गर्ने काम होइन कि यसलाई गर्न हुन्न भन्ने सचेतना जगाउने काम हामीले पहिलेदेखि नै रात भनी टेली चलचित्र, त्यसै गरिकन माइती नेपालसँग सहकार्य गरेर छोरी भन्ने एउटा चेलीबेटी बेचबिखनको कार्यक्रम, त्यसपछि टिकेको 3 मन्त्र भन्ने एउटा टेली सिरियल लगायत गीत लगायत धेरैवटा कार्यक्रमहरू हामीले यो सचेतनाको अभियानमा काम गर्ने अवसर पाएको थियौँ। र अब यसो हेर्दाखेरि यो हामीले जति गरेका छौँ त्यो अलि सानो भयो जस्तो लाग्छ। आजको परिस्थितिमा खालि चेलीबेटी बेचबिखनमा मात्रै संसार सीमित भएन कि यसमा चेलीबेटी बेचबिखन होइन कि मानव बेचबिखनमा यसमा युवाहरू बेच्ने कुराहरू हामीले यहाँ मञ्चमा धेरैवटा प्रोग्रामहरूमा हेरिसक्यौँ। युवाहरू, बालबालिकाहरू र विभिन्न आभरणमा मान्छेलाई लगेर बेच्ने कुप्रथा, आपराधिक कामहरू चाहिँ बढ्दै गएको छ र अब यसमा चुनौती पनि दिन प्रतिदिन थपिँदै गएको छ। नेपाल प्रहरीलाई पनि यो अब सानो चुनौती होइन, एउटा ठुलो दायरामा यो चुनौतीको सामना गर्नुपर्ने दिनहरू आएको छन्। र हामीले हेर्दाखेरि यो सानो मोबाइल भन्ने यन्त्रले हाम्रो जीवनमा धेरै परिवर्तनहरू ल्याएको छ, धेरै राम्रो कामहरू पनि गरेको छ र यसबाट चाहिँ विकृतिका कामहरू पनि, अनगिन्ती कामहरू, समाजले हेर्नै नसक्ने, पच्नै नसक्ने कामहरू पनि यो सानो यन्त्रबाट हुन पुगेको छ। र त्यसै गरिकन नेपाली युवा युवतीहरू पनि विदेशमा अनेक किसिमका प्रलोभनमा पुगेर विदेशमा आफ्नो नारकीय जीवन बिताउनु परिरहेको छ। र यो चिजलाई चाहिँ अब खालि चेलीबेटी बेचबिखनमा मात्रै सीमित नगरिकन अब यस्ता किसिमका सचेतना कार्यक्रमहरू अब बृहत रूपमा गर्नुपर्ने दिनहरू पनि अगाडि आउँदैछ। र सबैभन्दा ठुलो कुरो यसमा मैले देखेको, नेपाल हाम्रो देश सुन्दर देश, प्रकृतिले दिएको एउटा वरदान देश, यसमा विकास पनि हुँदै नभएको होइन, धेरैवटा विकासहरू भएको छन्। बाटाघाटाका सुविधाहरू हेर्ने हो भनेदेखि हाम्रै जीवनकालमा हामी कहाँबाट कहाँ ठुलो फड्को मारिसक्यौँ। र सबैभन्दा ठुलो अहिले हामीलाई खड्केको एउटा देशको सबैभन्दा ठुलो खड्केको दिन चाहिँ हाम्रो देशमा कहिले पनि राजनीतिक स्थायित्व भएन र राजनीतिक स्थायित्व नहुँदाखेरि चाहिँ देशमा रोजगारीको सङ्ख्या पटक्कै बढेन र देशका युवाहरूलाई विदेशीले सपना, यति धेरै विदेशी सपनाहरू देख्न थाल्यौँ हामीले कि यो सानो मोबाइल भन्ने यन्त्रबाट विदेशमा आफ्ना साथीभाइ गएका, पढेका, लेखेका, त्यहाँ प्रगति गरेका कुराहरू यो फेसबुकको पोस्टबाट देख्यौँ र सक्नेले पनि नसक्नेले पनि विदेशी यात्रामा चाहिँ लोपिएर र त्यहाँ गइसकेपछि त संसार जितिन्छ, सबै थोक पाइन्छ, यहाँ नभएको चिज संसार त्यहीँ छ, त्यहीँ हामी गएपछि हामी सम्पन्न हुन्छौँ, हामी भगवानले जस्तै सुख जीवन बिताउन सक्छौँ भन्ने एउटा कल्पना छ। त्यसलाई चाहिँ चिर्नु परेको छ, त्यहाँबाट हामी बाहिर निस्किनु परेको छ र देशको राजनीतिक अवस्था केही सुधार हुने सङ्केतहरू अहिले हामीले पाइरहेको छौँ। र सबैभन्दा ठुलो दुःख लाग्दो कुरा के भनेदेखि हाम्रा देशका नेताहरूले नै मान्छे बेच्ने काममा साथ दिएका छन् र धेरैले शरणार्थी बनाएर बेचेको कुराहरू हामीले पढिरहेका छौँ, हामीले देखिरहेका छौँ। भनेपछि नेताहरूको नैतिकता नै त्यहाँसम्म छ भनेदेखि हामीले उहाँहरूबाट, त्यस्ता किसिमका नेताहरूबाट हामीले आशा गर्ने दिनहरू हामीले समाप्त गर्नुपर्दछ र नयाँ युग, नयाँ जोस, नयाँ राजनीतिक संस्कारबाट हामी उठ्यौँ भनेदेखि यावत यो समस्या मात्र होइन कि देशका यावत समस्याहरूलाई हामीले सपार्दै हामी अगाडि बढ्नुपर्दछ। र हामी जहाँ जन्मिन्छौँ, हामी यति राम्रो भूगोलमा जन्मेका छौँ र यो भूगोललाई हामी स्वर्ग बनाउन सक्छौँ, तर हाम्रो मनभित्रका आचरणहरू, नेताहरू जसले हामीलाई मार्गदर्शन दिनुपर्ने हो, उहाँहरू नै को बाटोबाट हिँडिसकेपछि कसरी देश अगाडि बढ्न सक्छ। ती दिनहरूको समाप्ति सँगसँगै यो चिजलाई, यस्ता किसिमका मानव तस्करीका कामहरू, मानव बेचबिखन कामहरूलाई हामीले न्यूनीकरण गर्दै लग्न सक्छौँ भन्ने एउटा हामीलाई चेतना आउनु जरुरी छ। र यो आजको समारोहमा जुन दायित्व आदरणीय मदन दाई र मैले पाएका छौँ र यसलाई चाहिँ अब आफ्नो हामीले गर्न सक्ने अडियो भिजुअलको माध्यमबाट
हामीले यसलाई जतिसुकै प्रचार गरेर र देशका चाहिँ युवाहरूलाई देशका चेलीबेटी दिदीबहिनीहरूलाई चाहिँ कसरी विदेशमा जानुलाई चाहिँ यो सन्देश नजानुलाई सन्देश पुर्याउन सकिन्छ त्यसमा हामीले पाएको जिम्मेवारीबाट हामी पछि हट्दैनौँ हामी लागि रहन्छौँ यहाँले हामीलाई हराउनुहोस् हामी अगाडि बढ्छौँ र अब काम गर्दाखेरि पनि अलिकति हामीले जुन पहिले गरेका जस्तो सचेतनाका कुराहरू एनजिओ आइएनजिओहरूको सहयोगमा हामीले रात भन्ने टेलिचलचित्र मदनबहादुर हरिबहादुर भन्ने टेलिचलचित्रहरू यो पोलियो थोपाहरूको चाहिँ खोपहरूको कार्यक्रमहरू पनि हामीले धेरैवटा कार्यक्रमहरू हाम्रो जीवनकालमा हामीले धेरैवटा कामहरू गऱ्यौँ र त्यसमा यो एउटा यन्त्रमा केही नेगेटिभ सोचाइ भएका मनस्थितिका मान्छेहरूले हामीलाई पनि विदेशी शक्तिले चलाएको मान्छे भनेर अनर्गल प्रचार गरिरहेका छन् र केही व्यक्तिहरूले त्यस्तो किसिमको प्रचार गरिदिँदाखेरि हामीले गरेको कामहरूमा हामीलाई पनि दुःख लागेको छ यो यन्त्रले हामीलाई मात्र दुःख दिएको छैन कि यसलाई जाने भने यो एकदमै यसले चाहिँ आफ्नो देशलाई आफ्नो व्यक्तित्वलाई उठाउने काम गर्न सक्छ नजाने भनेदेखि चाहिँ यो नेगेटिभिटी फैलाउन पनि यसले असाध्यै ठुलो भूमिका खेलिरहेको छ या हाम्रै कति कलाकारहरू कति साथीहरू यही क्षेत्रका मान्छेहरूलाई पनि साइबर क्राइमको चाहिँ अड्डामा धाउनु परेको छ त्यस कारणले यहाँबाट हुने नकारात्मक समाचारहरूलाई यहाँबाट आउने नकारात्मक व्यक्तिहरूलाई कसरी रोक्न सकिन्छ अझ कसरी यसलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा नेपाल प्रहरीले अगाडि बढ्नुपर्दछ सोच्नुपर्दछ र त्यसमा हामी पनि उहाँहरूको साथमा छौँ हामीले सकेको सहयोग गर्दै जान्छौँ र यो गरिमामय समारोहमा आज सम्मानित हुनु पाइयो यति ठुलो दायित्व लिनु पाइयो यहाँहरूप्रति धेरै धेरै कृतज्ञता व्यक्त गर्दै माइती नेपाल प्रहरीलाई म फेरि पनि अभिवादन गरिरहेको छु नमस्कार धन्यवाद